सम्पूर्णमा नमस्कार। पछिल्लो केही दिनहरूमा सामाजिक सञ्जालमा विभिन्न प्रकारका गतिविधि वा घटनाहरू भइरहेका छन्, जुन कुरालाई हामीले हेरिरहेका छौँ, निहालिरहेका छौँ र सुनिरहेका पनि छौँ। यसै बीचमा विभिन्न व्यक्तिहरूले आफ्नो धारणाहरू राख्नु भएको छ र म पनि एउटा यो देशको सचेत नागरिक भएको हिसाबले आफ्ना केही भनाइहरू राख्न गइरहेको छु। त्यसै क्रममा बोल्दै गर्दा मैले केही नबोल्नुपर्ने शब्दहरू बोल्न पुगेछु भने सुरुमै माफी माग्न चाहन्छु। तर मैले बोल्दिनँ भन्दा भन्दै पनि मैले मेरो मनले दिएन र म यही भिडियो मार्फत चाहिँ केही कुराहरू राख्न गइरहेको छु। मैले चाहिँ सुरुमा चाहिँ गणेश नेपाली दाईको घटनाबाट जोड्न चाहेँ, जुन चाहिँ अस्ति नघट्नुपर्ने घटना घट्यो। यसको छानबिन समिति पनि गठन गर्ने भनेर आज गणेश नेपालीको परिवार र नेपाल सरकारबीच एउटा सहमति पत्र भएको छ। त्यस बमोजिम चाहिँ त्यहाँ छानबिन चाहिँ के हुनुपर्छ भन्ने कुरामा चाहिँ म एउटा सचेत नागरिक भएको हिसाबले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, सुरुमा चाहिँ झगडा कसरी स्टार्ट भएको थियो, नगर प्रहरी र उहाँ गणेश नेपाली बीच चाहिँ भनाभन भएको भिडियो पनि सामाजिक सञ्जालमा आइरहेको छ र मेरो नगर प्रहरीले चाहिँ मेरो मोबाइल फुटाइएको भन्ने विषय पनि आइरहेको छ होइन। त्यो कुराहरू पनि छानबिन होस् होइन। अनि त्यसपछि चाहिँ उहाँले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाइसके पश्चात उहाँको म्याक्सिमम शरीरको भाग जलिसकेको मान्छेलाई चाहिँ एम्बुलेन्स वा कुनै साधन प्रयोग नगरी त्यो च्याप्पो हातमा त्यो देख्दा पनि श्रिङ्ग हुने गरी क्या हुन्छ नि, एउटा जलेको शरीरमा चाहिँ प्रहरीले समातेर उ गरेर हस्पिटल किन पुर्याइयो हिँडाएर। अनि त्यहाँ पुगे पश्चात पनि सुन्नमा आएको उहाँकै परिवारबाट त्यहाँ लगिसके पश्चात पनि 3 घण्टासम्म चाहिँ उहाँको उपचारको चाहिँ अगाडि बढाइएन भन्ने कुराहरू आएको छ। यसमा पनि तथ्य सत्य छानबिन होस् होइन। सबै कुराहरू चाहिँ जुन अब गठन हुने समिति छ, 1 हप्ताभित्र समिति गठन भएको 1 हप्ताभित्र चाहिँ सबै कुराहरू बाहिर आउनेछ भन्ने कुराहरू, प्रतिवेदन सरकारलाई बुझाइनेछ भन्ने कुराहरू आइरहेको छ। यसमा चाहिँ यी विषयवस्तुहरूको डिप अनुसन्धान भएर जसलाई चाहिँ अन्याय परेको छ उसलाई न्याय पाउनुपर्छ। गणेश नेपाली दाई माथि अन्याय भएको छ भने पनि उहाँले न्याय पाउनुपर्छ भन्ने माग राख्न चाहन्छु। त्यससँगै मलाई अर्को लागेको कुरा चाहिँ जुन सरकारलाई दोष दिइरहेका छन् नीति नियम, एउटा कुरामा चाहिँ हामी के क्लियर हो भन्दाखेरि, सरकारले त्यो जुन ट्राफिक सम्बन्धी रुल्सहरू ल्याएको छ अहिलेसम्म पारित भएको छैन। त्यो ड्राफ्टमा लिएको छ, बिलको रूपमा प्रस्तुत गरिएको छ। अब त्यो पास हुन्छ हुँदैन त्यो पछिको कुरा हो। अहिले चाहिँ ड्राफ्टको रूपमा मात्र लिएको छ र यो विषयमा मैले पनि केही कुराहरू भन्न चाहन्छु। हाम्रो नेपालको आर्थिक अवस्था, यहाँको मान्छेको जनजीवनको कस्तो छ होइन, कस्तो तरिकाले आफ्नो जीविकोपार्जन चलाइरहेका छन्, त्यो विषयवस्तुलाई हेरेर निहालेर एनालाइसिस गरेर मात्र त्यो नीति नियमहरू ल्याइयोस्। नत्र भने जुन प्रकारले त्यो ड्राफ्टमा ल्याइएको छ त्यो कदापि नेपालका नागरिकहरूको क्षमताले भ्याउँछ जस्तो चाहिँ मलाई लाग्दैन। तर पनि अस्ति जुन चिट काटेर नै उहाँले आफ्नो त्यसो गर्नुभयो भन्ने कुरामा चाहिँ केही मात्रामा हुन पनि सक्ला मेन्टली टर्चर भएर, तर त्यही मात्र कारण जस्तो पनि मलाई लाग्दैन क्या। नेपालमा हेर्ने हो भने चाहिँ मेन्टल हेल्थलाई एकदम नर्मल लिन्छन् क्या। फिजिकल हेल्थलाई चाहिँ प्रायोरिटी दिइरहेको छ नेपालमा होइन। तर मेन्टल हेल्थ रिलेटेड प्रपरली केही रुल्सहरू यताउता केही पनि ल्याएको छैन। मेन्टल हेल्थलाई एकदम सामान्य नै लिइरहेको छ क्या। तर मेन्टल हेल्थ जति एकदम सिरियस इस्यु चाहिँ मलाई केही लाग्दैन क्या व्यक्तिगत हिसाबमा। र आगामी दिनमा चाहिँ यो मेन्टल हेल्थ रिलेटेड पनि सरकारले थप कदमहरू चाहिँ चाल्नुपर्छ जस्तो लाग्छ यस सम्बन्धी विषयवस्तुमा होइन। अनि अर्को भनेको चाहिँ जुन सहमति पत्र भएको छ त्यसमा चाहिँ एकदम सबै कुराहरू चाहिँ त्यहाँ राजनीतिकरण नगरिकन चाहिँ निष्पक्ष ढङ्गले चाहिँ अगाडि बढाएर गर्नुपर्छ जस्तो लाग्छ। अनि अर्कोतर्फ हेर्ने हो भने चाहिँ गणेश नेपालीको दाइले चाहिँ जुन खालको प्रतिक्रिया दिनुभएको छ मिडिया साथीहरूसँग, मिडिया कर्मीहरूसँग, त्यो कुरा हेर्दा र जुन सडकमा चाहिँ उहाँलाई न्याय दिए भनेर एकदम छुट्टै देखिन्छ क्या होइन। यो त सरासर एउटा लासमाथि राजनीतिकरण गरेको भन्ने बुझ्न सकिन्छ नि त हामीहरूले होइन। किनभने हो एउटा सरकारले चाहिँ नागरिकले त्यसरी सार्वजनिक स्थानमा आत्मदाह गरेर चाहिँ मृत्यु हुन्छ भने त्यसको जिम्मेवारी केही हदसम्म लिनुपर्छ। तर यसको मतलब यो होइन कि सरकारकै कारणले गर्दाखेरि आत्महत्या गरिएको हो भने विभिन्न खालका समस्याहरू हुन सक्छ नि त होइन। पारिवारिक तनाव होइन, अब उहाँ चाहिँ बाहिर जाने कुराहरू पनि आइरहेको छ। सबै विषयवस्तुहरूले गर्दाखेरि अब त्यो उनलेखेको कुरा भयो होला। तर यसमा सरकारले के कसरी अब एक्सन लिन्छ भन्ने कुरामा पनि गर्नुपर्छ होइन। तर जसरी चाहिँ माइती घर लगायत विभिन्न ठाउँमा आन्दोलनहरू भइरहेका छन् होइन, राजीनामा दिनुपर्छ यहाँ त्यहाँ, त्यो त सरासर यसरी हेर्ने हो भने त जेनजी आन्दोलनका क्रममा पनि
के भन्छ त्यत्रो 76 जना हाम्रो भाइ बहिनी साथीहरूको ज्यान गएको छ अनि त्यति बेला चाहिँ त्यसको जिम्मेवारी केपी शर्मा ओलीज्यूले लिनुपर्ने होला नि त। त्यो कुरा पनि छ, ठिक छ, त्यो विषयलाई यही नै राखौँ। अनि अर्को विषय भनेको चाहिँ हाम्रो सुकुम्बासीको जुन चाहिँ सरकारले, मैले पहिला पनि त्यो सुकुम्बासीको बस्तीहरू हटाउँदै गर्दाखेरि मैले आफै बोलेको थिएँ होइन, व्यवस्थापन गरेर उचित व्यवस्थापन गरेर चाहिँ विस्थापित गरिनुपर्छ भन्ने नै हो। तर अब त्यहाँ सधैँ त्यो बर्खामा चाहिँ बाढी आउने रहेछ, त्यो कुरा सरकारलाई थाहा नै थियो होला होइन। मलाई कस्तो त्यो हेर्नु, जुन चाहिँ सुकुम्बासीको नाममा हुकुमबासी चलाइरहेका थिए ती व्यक्तिहरू त गइसकेका छन् होइन। केही व्यक्तिहरू फेरि त्यस्ता पनि होला नि, गाउँमा गरी खान दुःख भएर यहाँ आउनु भएको पनि हुनसक्छ। तर जुन एक्चुअल सुकुम्बासी हुनुहुन्छ, सुकुम्बासीको अर्थ त पक्कै पनि थाहा होला होइन। तर जुन सुकुम्बासी एक्चुअल सुकुम्बासी हुनुहुन्छ उहाँहरूको आँसुले भोलिआन तपाईँहरूलाई पोल्न सक्छ है भन्न खोजेको क्या मैले। सानो बच्चादेखि लिएर वृद्ध बुढामा अपाङ्ग भएका व्यक्तिहरूको प्रतिक्रिया हेर्दाखेरि मन यति दुखेको छ। अनि साँच्ची भन्दाखेरि त्यो अवस्था आउन नदिनु पर्ने हो नि त सरकारले। ल बाढी आइहाले तापनि अर्को दिनसम्म पनि त्यहाँ सरकारको कुनै पक्ष राम्ररी कोअर्डिनेट गर्न पुगेको छैन, सामान लथालिङ्ग भएको छ। त्यो त यस्तो भयो कि एउटा खोलाको किनाराबाट विस्थापन गरेर अर्को खोलाको किनारामा खोलैमा लगेर राखे जस्तो त भयो नि त होइन। त्यस्तो नगर्नु भन्ने सरकारले चाहिँ आफ्ना नागरिकहरूको सुरक्षा दिनु, उहाँहरूलाई उहाँहरूको संरक्षकको रूपमा आफ्नो भूमिका निभाउनु त उहाँहरूको प्रमुख कर्तव्य होला नि त होइन। सुकुम्बासी बस्ती जुन विस्थापित गरेर के अरे कलङ्की भनाए चाहिँ किर्तिपुरको जुन होल्डिङ सेन्टरमा गरेको छ त्यहाँको अवस्था यति दयनीय छ, त्यो देख्दाखेरि पनि यस्तो मन छिसिक भइरहेको छ। अब हामीले गर्न सक्ने केही छैन, तर हामीले चाहिँ एउटा सचेत नागरिक भएको हिसाबले सरकारलाई झकझक्याउन चाहिँ सक्छौँ। त्यहाँ चाहिँ यथाशीघ्र ध्यान दिएर चाहिँ त्यहाँ रहेका व्यक्तिहरूलाई चाहिँ उद्धार गर्नुपर्छ र गरिनुपर्छ उहाँहरू होइन। एक्चुअल सुकुम्बासीहरूले दुःख पाउनुभयो, कस्तो आँसु बगाइरहनु भएको छ। त्यो दुःख सामानहरू पुरै पौडी खेलिरहेको छ, बिस्तारोहरू त्यहीँ बसेर खाना खानु परिरहेको छ, गर्नु परिरहेको छ। उचित व्यवस्थापन त्यहाँ त्यो सधैँ बाढी आउँछ भन्ने कुरा त थाहा थियो होला नि त। तर पनि समयमा उचित व्यवस्थापन चाहिँ सरकारले किन गरेन भनेर चाहिँ म यहाँबाट प्रश्न गर्न चाहन्छु। किनभने लोकतन्त्रमा हामीले प्रश्न गर्न पाउनुपर्छ र प्रश्न गर्न छोड्यो भने फेरि यो लोकतन्त्र नै जीवित रहन्न भन्ने कुराहरू हो। यसै बिचमा चाहिँ सरकारले त्यो कुरामा यथाशीघ्र एक्सन लिएर चाहिँ एक्चुअल सुकुम्बासीहरूलाई चाहिँ व्यवस्थापन गरोस् छिटै भनेर चाहिँ हामीले आग्रह पनि गर्न चाहन्छौँ। यससँगै विषय ठ्याक्क मलाई जोड्न मन लागेको भन्दा चाहिँ जुन अस्तिको घटना घट्यो त्यस पश्चात चाहिँ नगर प्रहरीहरू चाहिँ त्यहाँनिर नआएको भन्ने कुरा आएको छ, जहाँनिर चाहिँ न्यू रोड एरियादेखि अरू ठाउँमा चाहिँ पुरा पार्किङ अस्तव्यस्त ढङ्गले गरिरहेको छ क्या। हामी नेपाली जनतालाई देश चाहिँ स्विजरल्यान्ड जस्तो एकदम विकसित देश चाहिएको छ। अनि आफू चाहिँ जिम्मेवार बन्नु पर्दैन, आफूले चाहिँ जिम्मेवारी निभाउनु पर्दैन। एउटा सचेत नागरिक भइसकेपछि तिमीलाई देश चाहिँ पुरा वहाँ एकदम विकसित भएको अरू देशसँग त्यस्तो हुनु पर्यो यस्तो हुनु पर्यो भनेर पुरा कराइरहेको हुन्छ नि। जब आफ्नो जिम्मेवारी चाहिँ फुलफिल गर्ने टाइम आउँछ अनि बालै छैन। उही सरकारलाई गाली गरेको छ, काम गर्ने नगर्ने एउटा सानो गल्ती गऱ्यो भने त्यसलाई ठुलो बनाएको छ। पहिला आफू सचेत भनौँ, आफू जिम्मेवार भनौँ, त्यसपछि सरकारलाई हामीले प्रश्न जुन देखिरहेछ नि दृश्य है, न्यू रोडभरि अस्तव्यस्त ढङ्गले पार्किङ गरिरहेको छ। ए भगवान्, सरकारले नीति नियम ल्याउने त जनताको लागि होला, देश विकासको लागि होला नि त, उहाँको पर्सनल प्रफिटको लागि त पक्कै पनि होइन होइन। हामीलाई देश चाहिँ एकदम छिटो विकसित भएको चाहिएको छ। अनि कडा नीति नियम ल्याएर लागू गर्न खोज्यो भने चाहिँ अनि पुरा त्यो अब घटनालाई ठ्याक्कैसित त नजोडौँ, तर पनि चिचाइरहेको छन् कि केही व्यक्तिहरू, त्यहीले गर्दा यताउता भनेर। ए भगवान्, जबसम्म नीति नियमहरू आउँदैन तबसम्म त देश विकास हुँदैन होला नि त। पछिल्लो समयमा पनि त यही कुरामा चुकेर यही कुरामा त्रुटिहरू भएर त्यस्तो भयो होला देश। अब त प्रपरली नीति नियमहरू ल्याएर लागू गरेर चाहिँ देश विकासलाई चाहिँ हामी जनताले पनि देश विकास निर्माणमा चाहिँ हाम्रो पनि महत्त्वपूर्ण भूमिका हुन्छ, हामी पनि जिम्मेवार भएर साथ दिनुपर्छ सरकारलाई भन्ने कुरा चाहिँ बुझौँ र सरकारले पनि त्यही अनुसारका नीति नियमहरू जुन चाहिँ नेपाली जनताले चाहिँ ट्याकल गर्न सक्छ, हाम्रो क्षमताले भ्याउँछ त्यही अनुरूप चाहिँ गर्नुपर्छ भन्ने हो। पहिला चाहिँ आफू सचेत बनौँ र अर्कोलाई प्रश्न गर्न सजिलो हुन्छ र आफू सचेत बन्यो भने पक्कै पनि भोलिआउन हाम्रो देश बन्नेछ भन्ने नै हो। धेरै लामो भयो भिडियो, अब यति नै भन्न चाहे अहिलेलाई चाहिँ।